नमस्कार है साथीहरू। आजको भिडियोमा विशेष गरी टिकटकबाट कसरी पैसा कमाउने र त्यो पैसालाई कसरी नेपाली पैसामा रूपान्तरण गर्ने भन्ने विषयमा भिडियो बनाएको छु। भिडियो अत्यन्तै महत्त्वपूर्ण र पैसा कमाउने सिक्ने टाइपको छ, त्यसैले ध्यान दिएर हेर्नु होला है त साथीहरू। तपाईहरुले टिकटक लाइभ हेरिराख्नुहुन्छ, यतिकै चाहिँ त्यसमा चाहिँ होस्टरहरूले क्विन दिएका हुन्छन्, त्यो जम्मा त गर्नुहुन्छ, तर त्यसलाई चाहिँ तत्कालै पैसामा बदल्न त सक्नुहुन्न। त्यसको लागि त विभिन्न प्रोसेसहरू छ, हो कि नै? त्यसैले तपाईहरुले मेहनतले जम्मा गरेको क्विनलाई यतिकै साथीहरूलाई गिफ्ट दिएर वा अनजान व्यक्तिहरूलाई पनि गिफ्ट दिएर यतिकै त्यो क्विन वेस्ट गरिराख्नु भएको छ। तर त्यो क्विनलाई पैसामा रूपान्तरण पर्न पनि मिल्छ है त साथीहरू। त्यो कसरी भन्ने कुरा चाहिँ मैले आजको भिडियोमा तपाईलाई डिटेलमा बताउँदैछु र तपाईहरुले यदि क्विन जम्मा गर्नु भएको छ त्यसलाई तत्कालै नेपाली पैसामा चाहिँ बदल्न चाहनुहुन्छ भने मेरो यो जुन टिकटकमा नाम र फोटो छ सेम त्यही फेसबुकमा छ। क्विनलाई पैसामा बदल्न चाहने साथीहरूले मेसेन्जरमा फेसबुकमा गएर सर्च गर्ने अनि मेसेन्जरमा च्याट गर्नु होला। मैले तुरुन्तै तपाईको क्विन तपाईसँग जति क्विन छ त्यही बराबरको पैसा दिनेछु है त। जस्तो कि तपाईसँग 1000 क्विन छ भने नेपाली 500 रुपैयाँ पाउनुहुन्छ, 500 क्विन छ भने चाहिँ तपाईले 250 रुपैयाँ तत्कालै तपाईको ई सेवा अथवा मोबाइल बैंकिङमा तत्कालै मैले ट्रान्सफर गरिदिने छु है त साथीहरू। त्यसैले आफूले क्विन जम्मा गर्नु सजिलै कमाउन सकिन्छ। त्यो फेरि होस्टरहरूले जता पनि दिएका हुन्छन्, जता गएर कलेक्ट गरे पनि हुन्छ है त। त्यसपछि त्यो क्विनलाई मलाई भिडियो गिफ्टमा सेन्ड गर्नुस् अनि चाहिँ सोही बराबरको मैले तपाईलाई पैसा दिनेछु है त साथीहरू। तपाईहरु जो इच्छुक हुनुहुन्छ क्विनलाई साटेर तत्कालै नेपाली पैसामा बदल्न, उहाँहरूले चाहिँ मेरो यही जो टिकटकमा फेरि पनि भने टिकटकमा जुन प्रोफाइल फोटो र नाम छ सोही नाम फेसबुकमा सर्च गर्नुस्, सोही फोटो देखिन्छ र मेसेजमा कन्ट्याक्ट गर्नु होला है त। ल अब लागौँ है त। फेरि तपाईले कन्फ्युज पनि हुनु होला कसरी यति छिटै बदल्न सकिन्छ भनेर, हैन? त्यो बारेमा चाहिँ म मोबाइल सेयर गरेर तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु। एकदम सजिलो छ। मलाई चाहिँ मैले जुन स्टेप त्यो मोबाइल स्क्रिनमा बताएको छु सोही अनुसार गर्नुस्, तपाईले तत्कालै नेपाली पैसामा बदल्नुस् है त आफ्नो क्विनलाई। धन्यवाद। ल साथीहरू है त, अब आफूसँग भएको क्विनलाई कसरी पैसामा बदल्ने भन्ने सिकौँ है त। यसरी चाहिँ म यो सेकेन्डरी आइडीबाट मेन आइडीमा गिफ्ट सेन्ड गरेर